वेलकम। लेयर कट काटेको त पागल नि कस्तो शान्ति हुँदैन लेयर कट नै हो। म काट्दैछ थिएँ राम्रै छ यो चाहिँ बोलेर हिँड्दा बल्ल बल्ल बोड के भन्छ चिया पार्टी हुँदैछ। पेट दुखेछ कि हजुरलाई? पागलले चिन्ने मलाई हिजो पेट दुख्यो भने चाहिँ बस्न ल साथीहरू। हाम्रो चाहिँ मेहन्दी ट्याटु स्टार्ट भयो है ढाडमा। तर थाहा छ दिदी पेटहरूमा पनि बनाएर हाले नि मान्छेले आजकल। हाम्रो चाहिँ यो बनाउनु लागेको यहाँनिर कस्तो ट्रन हुन्छ हेरौँ है त। अघिदेखि एक दुईचोटि आइसक्यो। राम्री मान्छेले फेस छोप्नुपर्छ त भने अघि म राम्री छु भनेको होइन। राम्रो छैन के त्यही भएर छोपेको त त्यस्तो गर्नु पर्दैन भन्दैछ है। सफा गरोस् नराम्रो मान्छे नल्याओस् भन्ने हो। आफ्नो मान्छे ल्याउनु नेट पर्दा यस्तो हुँदैछ हाम्रो मेहन्दी चाहिँ। साथीहरू हाम्रो मेहन्दीवाला ट्याटु चाहिँ यतिको भयो। अब यो चाहिँ कम्प्लिट भएपछि देखाउँछु ल। दोस्रो मेहन्दी है हाम्रो यो। हेर्नु त दिदी यस्तो भयो दामी भयो। आर्टिस्ट यहाँ हुनुहुन्छ, दिदी यहाँ हुनुहुन्छ, मम्मी पनि आउनुभयो। खोइ त अस्ति भिडियो कहाँ हाले? कुन हालेको थिएन हाले त दिदी हजुर। हात दिनु त। साथीहरू मम्मी आयो कस्तो बाइक। म चाहिँ मेहन्दी देखाइरहेको छु आयो। कस्तो राम्रो भएछ राम्रो भएछ। नेक्स्ट जना यो पालिको दोस्रो मेहन्दी मेरो। लुगा पसलाको बन्द अस्ति ल अर्कै थियो आजको अर्कै। यता अगाडि चाहिँ मन लागेन एउटा हातमा मात्र। यता चाहिँ लगाएन यस्तो छ। यता चाहिँ यस्तो छ आजको। दामी छ है। यो हो कि क्या हो? यो हो कि क्या हो? लुगा बनाउन आएको है हामी चाहिँ। साथीहरू लुगा बनायो। त्यो लुगा बनाउन दिएर गएँ है म चाहिँ। लुगा पनि लगाएर हेरेँ। मम्मीको चाहिँ बनेछ, मेरो चाहिँ उता राख्नु भएको छ। अब यो भोलि बन्छ भन्नुभएको छ। अब त्यो के रे ल अब चाहिँ जाम है। कस्तो राम्रो मेहन्दी। आउ त एकचोटि बोकौँ न है मम्मी। आउ त पुग्दैन भने आमै खेलेको होला। आऊ आऊ न एकचोटि बोक्छ। आऊ न। तर ज्ञानी रहेछ ऊ। अब यो बेबी भयो। नगर न नगर न। आऊ बोक्छु क्या। आऊ आउनु आइन त कस्तो राम्रो है मम्मी। आया आया घोच्यो नि त घोच्यो। यता हेर त तिमी कति छेउ। यो चाहिँ हाम्रो घरको लायन हो भनिदिएर क्या। हाम्रो घरको लाए भोग्ने लिनु त कस्तो छ। मैले कति बोक्छु क्युट छ क्युट। हो नि कस्तो माया पनि लाग्छ फेरि है। अघि भर्खर यसले स्याम्पू लाएर कति ए नटोक है। उहाँको हो। उहाँको यो घरमा पालेपछि अर्कै हुन्छ के। ए हुन्न नि दुख्छ। टोक्नु हुन्न। तिमी त कति सानो रहेछौ है।
यता हेर कति नाम दि नङटोक हेर्नु ल आमा तिम्रो यता पनि। नङटोक्नु हुन्न नि भिडियो आउने भयो नाम नटका नटका जाऊ घरमा गएर खेल ल घरमा जाऊ माया लाग्छ भाइ कहाँ हो मम्मीहरू च्याउ कहाँ हो देखिँदैन कहाँ साथीहरू कोही देख्दैन हौ कता हो बाहिरै बस्छु घरमा जिउँदै रहेछ त मऱ्यो 500 होला यो किलो है प्याक छ बाहिर बस्छु साथीहरू म चाहिँ तरकारी बजार आएको छु होइन मम्मी चाहिँ भित्र हुनुहुन्छ यहाँभित्र डेन्जर स्मेल आउँछ पोल्छ अनि त्यही भएर म चाहिँ बाहिर बसेको यो चाहिँ जडीबुटी पुल हो यो चाहिँ जडीबुटीको तरकारी बजार अब म चाहिँ साथीकोबाट दिदीकोबाट निस्केर चाहिँ घरतिर जानु लागेको है अनि तरकारी बजार आयौँ अब घर जाने हो यहाँबाट उता अलिकति माथि मात्र हो यस्तो छ यहाँ त भिड टन्नै है सामानहरू पनि मक्कै लिए मेहन्दी अघिको माछा पसल पनि रहेछ हौ यहाँ साथीहरू बाई बाई नेक्स्ट भ्लगमा भेटौँला आजको दिन त यस्तै भयो अर्को भ्लगमा भेटौँला